सररा सररा पावन सरी किन उड्छ मन सररा सररा पावन सरी। गाइस सीन माराङकोटको डाँडाबाट यस्तो लोभलाग्दो सीन छ के गाइजहरु, यस्तो दामी छ सीनहरु। त्यहाँ चाहिँ फोटोशुट भइरहेछ। हेलो गाइजहरु, आज म चाहिँ पाल्पा जिल्ला जाँदैछु। पाल्पा जिल्लाको यात्रामा छु आज। अब म चाहिँ भर्खरै बुटवल क्रस गरेर यति बेला चाहिँ म सिद्ध बाबा मन्दिर प्रवेश गरेँ। देख्न सक्नुहुन्छ यहाँनिर सुरुङ मार्ग बन्दै गरेको सुरुङ मार्ग पनि नजिकै छ। त्यसपछि सबैको प्यारो मन्दिर सिद्ध बाबा मन्दिर, यहाँनिर चाहिँ दर्शन गर्ने कार्यक्रम जारी छ। एकदमै मनमोहक दृश्य यहाँको, वरिपरि पहाड, त्यसपछि नजिकै खोला, पहाडको माथि पनि मन्दिर, एकदमै मनमोहक दृश्य छ यहाँ। अनि बन्दै गरेको यो सुरुङ मार्ग नजिकै छ, एकदम हेर्न लायकको ठाउँ। अब यति बेला हामी चाहिँ कर्मैसँग दर्शन गर्दैछौँ। त्यसपछि हामी फेरि पाल्पाको बाटो निक्लिनु पर्ने हुन्छ। अब हामी यसपछि पाल्पा केराबारी पुगिसक्यौँ साथीहरू। केराबारी पुगिसकेपछि देख्न सक्नुहुन्छ अनेक किसिमको परिकारहरू यहाँ खान पाउँछ, जस्तै चुकौनी, बटुक, माछा तारेको, चना, आलु, अन्डा, ललिपप, सेलरोटीदेखि लिएर हरेक कुरा यहाँ हामी चाहिँ खाँदै इन्जोय गर्दैछौँ। यहाँनिर यहाँको चिसो हावा, त्यसपछि मनमोहक दृश्य, त्यसैमाथि मिठो मिठो खानेकुराको परिकारले गर्दाखेरि मन आनन्दित बनाउँछ। देख्न सक्नुहुन्छ यस्तो भ्यू हेर्दै खाँदै गरेका छौँ हामीहरू। एकदमै मनै स्वर्गमा पुगे जस्तो फिल भइरहेको छ यहाँनिर आइसकेपछि। एकदम मिठो परिकार खाँदै इन्जोय गर्दै हामी बस्दैछौँ। त्यसपछि हामी फेरि यहाँभन्दा अझै उत्तरतर्फ लाग्नुपर्ने हुन्छ। 1 किलोमिटर समथिङ अगाडि होला केराबारीबाट। त्यसपछि माराङकोट जाने बाटो हामी पुग्यौँ। देख्नुहुन्छ यहाँनिर बोर्ड लेखिरहेको छ माराङकोट सामुदायिक होमस्टे भनेर। अब यहाँबाट हामी चाहिँ माथि ठाडो उकालो बाटो जानुपर्ने हुन्छ। देख्न सक्नुहुन्छ एकदमै उकालो बाटो छ है। ठाडै हामी माथि जानुपर्ने हुन्छ। नर्मल किसिमको मान्छे नर्मल साधन लिएर चाहिँ यो ठाउँमा नआउनु होला। त्यसपछि हामी 8.5 किलोमिटर माथि हाइटमा पुगिसकेपछि ठाडो बाटो होइन। त्यसपछि हामी चाहिँ माराङकोट डाँडामा जाने चाहिँ यो भर्याङनिर पुग्यौँ। अब चाहिँ यो भर्याङ चाहिँ 500 मिटर के अरे माथि हो। देख्नुहुन्छ यहाँनिर बोर्ड पनि छ। 500 मिटर माथि हिँड्दै गइसकेपछि त्यसपछि हामी चाहिँ यो भर्याङ चढ्दैछौँ अहिले। अनि यताको बाटो आएको हामी, यो हिलो बाटो यस्तो बाटो आएको। एकदम बाटो चाहिँ डेन्जर छ साथीहरू। यो चाहिँ पानी परेको बेला चाहिँ आउन नहुने ठाउँ रहेछ। एकदमै कष्ट गरेर हामी माथि पुगेको है। एकदमै भगवानको नामै जपेर हो माथि पुगेको है। डेन्जर छ बाटो। अहिले चाहिँ हामी डाँडामा पुगिसक्यौँ। हेलो गाइज, आज म पाल्पा जिल्लाको माराङकोट डाँडामा आएको छु है। यति बवाल सिन छ नि, यति बवाल सिन छ यहाँबाट त मनै लोभाउने दृश्य छ गाइजहरू। यति मजाको सिन त स्वर्गै छ के गाइजहरू, हेर्नु त। यता 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 पुरा जता हेरौँ पनि यो सरर हावा लगाइरहेको छ है। त्यसपछि यता मान्छे चाहिँ फोटोसुट गर्न व्यस्त छ। यतातिर देख्नु भने पाल्पाको तानसेन बजार देखिन्छ। त्यो नजिकै देखिन्छ, त्यो ठुलो बजार छ नि त्यहाँ तानसेन बजार। ऊ तल चाहिँ पाल्पाको माडीफाँट होइन, माडीफाँट त्यहाँनिर चाहिँ अलि यता मदन पोखराको डाँडो देखिन्छ होइन। यति राम्रो छ नि सिन, यति राम्रो छ सिन, यति राम्रो छ सिन। म त के गर्नु, मनै लोभ भ्यायो क्या। यहीँ आएर घर बनाएर बस्न पर्छ कि जस्तो लाग्यो क्या। तर बाटो यति डेन्जर छ गाइजहरू। पानी परेको बेलामा यहाँ कोही पनि नआउनु होला होइन। पानी परेको बेलामा आयो भने त गाह्रै छ गाइज, यहाँबाट निक्लिनै सकिन्न है। एकदमै बवाल छ यहाँको सिन गाइज। हेर्नु त कति राम्रो भ्यू छ। त्यहाँ पारिदेखि नि तानसेन बजारको है गाइजहरू, म जुम गरेर देखाइदिन्छु तानसेन बजारको भ्यू। अनि यतापट्टि माराङकोट। यो आँखाले चाहिँ एकदम मन लोभ्याउने दृश्य छ है गाइजहरू। यहाँबाट लिएर वहाँसम्म पुरै भ्यू छ। त्यहाँ माथि चाहिँ फोटो खिच्ने ठाउँ। यो चाहिँ पाल्पा जिल्लाको माराङकोट। तर एकदम बाटो चाहिँ डेन्जर छ गाइजहरू। पानी परेको बेलामा यहाँ चाहिँ आउन हुँदैन है। पानी परेको बेलामा यहाँ आयो भने एकदमै दुःख पाइन्छ। बाटो चाहिँ नचिताएको छ, सानो गोरो त्यो बाटो। कति किलोमिटरको हाइटमा हो थाहा छैन। घुम्दै 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 आयो। यस्तो डेन्जर छ। त्यहाँ मान्छेको फोटो खिच्ने क्रम जारी छ।
यता हेरे पनि भ्यू यता यस्तो भ्यू छ आमामा हो यता 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 यस्तो डेन्जर भ्यू भनेको भ्यू हो नि त। हाम्रो नेपालको शान यो डाँडाकाँडा हरियाली वन जङ्गल हाम्रो नेपालको शान हो गाइज। हेर्नु त त्यो माथि टुप्पा टुप्पामा नि घर छ है। यता फेरि ऊ त्यहाँ मारिफाट देखिन्छ है पाल्पाको ऊ त्यो कुहिरो लगाएको भन्दा मुनि कुहिरो लगाएको भन्दा अलि नजिक चाहिँ मारिफाट हो। यति डेन्जर छ गाइजहरू आउनलाई एकदम रोमान्टिक ठाउँ एकदमै आउनै पर्ने ठाउँ रहेछ। तर बाटो यति खराब छ ठाडो बाटो आउनुपर्छ गाइजहरू। पानी पऱ्यो भने त बर्बादै हुन्छ नि त। यस्तो राम्रो भ्यू भएको ठाउँमा स्वर्गै क्या स्वर्ग खोज्न कहीँ जानु पर्दैन क्या गाइजहरू। हाम्रो देश नेपालमा यस्तो स्वर्ग छ क्या। म चाहिँ आज यस्तो स्वर्ग ठाउँमा आएको छु कि आफूलाई प्राउड फिल गर्छु क्या एकदमै। यो डाँडाकाँडामा हिँड्न पाउँदाखेरि चिसो हावा सरररररररर यस्तो उकालो बाटो हिँड्दैछु म फेरि सरररररर तानसिनको मिनी बस झ्यालमा बसी बोलाउनेको उनीलाई हाल म अनि भन्ने गीत सुन्नुभयो नि। त्यो तानसिन बजार गाइस सानो सानो देखिरहेको छ होइन। तानसिन बजार चाहिँ छपक्क देख्छ त चाहिँ सबै पाल्पाको दृश्य एकदम मिठो हावा लगाइरहेको है। ओ माई गॉड ऊ त्यहाँ पानी मरान पोखरा मारिफाट यस्तो मजाको छ। मैले कल्पना गरेको थिइनँ कि यति राम्रो होला भनेर गाइजहरू। चिसो हावा सररररर डाँडाकाँडा हेर्दा यहाँ छोडेर घरै नजाउँ जस्तो भइरहेको क्या। यस्तो राम्रो चिसो हावा लाग्दैछ गाइजहरू सररररर हावा लगाइरहेको छ पुरा। यति राम्रो भ्यू छ नि। यस्तो पाल्पाको तानसिन बजार माडी